हाम्रो सरकार त बहुमतकै बनेछ, त्यसैले सम्पूर्ण नेपालीहरूलाई यतिको माया, प्रेम तथा स्नेह आफ्नो मतद्वारा दिनुभएकोमा हामी धन्यवाद दिन चाहन्छौँ र तपाईहरूको मतलाई कदर गर्दै हामीले आजको मन्त्री परिषदको पहिलो बैठकबाट यस्ता निर्णयहरू गरेका छौँ। 1. हामीले अहिले सानो आकारको मन्त्रीमण्डल गठन गरेका छौँ। 2. हामीले शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक सङ्गठनहरूलाई तुरन्तै खारिज गर्नेछौँ। 3. हामीले कर्मचारी तन्त्रलाई निर्मूल पार्दै जनतालाई सुलभ सेवा सुविधाहरू प्रदान गर्नेछौँ। 4. हामीले देशमा भएका विभिन्न राजनीतिक सङ्गठन, युनियन तथा अराजक तत्त्वहरूलाई कारवाही गर्नेछौँ। 5. अन्तमा अन्याय, अत्याचार, भ्रष्टाचार जस्ता गतिविधिहरूलाई परास्त गर्दै विधिको शासन देशमा लागू गर्नेछौँ। के तपाईहरू आजको निर्णयहरूबाट सहमत हुनुहुन्छ? हामीहरू हजुर निर्णयहरूसँग पूर्ण रूपमा सहमत छौँ। हो कि होइन साथीहरू? कृपया कमेन्ट गर्नुहोला।